Hello, good morning guys. Welcome to my YouTube channel. हामी छौं कृषि व्यवसायदेखि। अहिले चाहिँ यो कार्तिकको महिना लागिरहेको छ। बरसातमा हुने बिन लगाएका थियौं हामीले, एकदमै राम्रो फलेको छ, एकदमै राम्रो हुँदै रहेछ। गरेपछि माटोमा पनि सुन फल्छ भन्छन् नि हजुर, त्यस्तै फल्दो रहेछ हैन। यसरी नै फल्यो भने चाहिँ कृषि व्यवसाय पनि एकदम राम्रो हुन्छ। बजार भाउ पनि एकदम राम्रो पायो भने धेरै दुःख पनि नहुने, आफ्नो देशमै पनि गर्न सकिने है। हामी चाहिँ अहिले भारतमा छौं। एकदम राम्रो रहर लाग्दो, एकदमै रहर लाग्दो फलिरहेको छ। जसरी यसरी फलिरहेको हुन्छ नि, तब लाग्छ कि मान्छेलाई एकदम गरौँ कुनै व्यवसाय गरौँ। जुन व्यवसाय गरिन्छ नि त्यो व्यवसायमा सक्सेस भयो भने एकदमै खुसी पनि हुँदो रहेछ मन। यसमा आम्दानी पनि धेरै राम्रो हुन्छ। एकदमै राम्रो फलिरहेको छ। हामी चाहिँ धेरै लगाएका छौं, एकदमै राम्रो फलिरहेको छ। यता चाहिँ यहाँ बिन तोडा कार्यक्रम सुरु भइरहेको छ। यो चाहिँ टिप्ने भइसकेको छ है। अब यतिको भएपछि टिप्नु पर्छ। एकदमै राम्रो छ, सुरु फलेको छ। यसको रेट पनि एकदमै राम्रो जान्छ, 80, 90, 100 है केजीको। कृषि व्यवसाय गरेर हुँदैन भनेर थकित हुनुभएका दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई एकदमै सजिलो उपाय यो बिन चाहिँ। सजिलो पनि सजिलो, आम्दानी पनि हुन्छ, खर्च पनि ज्यादा हुँदैन। फल हेर्नुहोस् त कसरी फलिरहेको छ, एउटै बोटमा यसरी फलिरहेको छ। एकदमै राम्रो छ, एकदमै राम्रो हुन्छ, सजिलो पनि हुन्छ। गर्नुहोस् सबैजनाले है। हाम्रो धानहरू, गहुँहरू, मकैहरू लगाएर वर्षभरि खान पुग्दैन। हाम्रो रेट पनि धेरै राम्रो मिल्दैन हैन। तर यस्तो बेमौसमी तरकारी खेतीहरू गर्यो भने चाहिँ आम्दानी पनि टन्नै हुन्छ। आफ्नै खाना पुगेर बच्चा बच्ची पढाउन पनि एकदमै सजिलो हुन्छ हैन। त्यसैगरी हामीले बेमौसमी तरकारी यो मटर पनि लगाएका छौं। अहिले चाहिँ बर्खाको मौसममा थियो, अहिले चाहिँ कार्तिकको महिना छ हैन। अहिले हामीले यो लगाएका थियौं साउनको महिनामा। यो चाहिँ 60 दिनमा रेडी हुन्छ। यसमा चाहिँ एकदमै सजिलो हो। यो पनि आम्दानी पनि राम्रो हुने। यसको रेट चाहिँ अहिले 200 देखि 250 सम्म छ केजी, प्रति केजीको। एकदमै राम्रो फलिरहेको छ। हाम्रो चाहिँ यहाँ रेडी हुने कर्मचारी छ हैन। एकदमै सजिलो खेती हो यो पनि। हामीले मौसमी भन्दा बेमौसमी सब्जी खेतीहरू गर्यौं भने एकदमै आफूलाई पनि आम्दानी राम्रो। यो पनि हामीले टन्नै लगाएका छौं। यो चाहिँ हामीले कसरी लगाएका छौं भने, यसमा चाहिँ हामीले पहिला टमाटर लगाएका थियौं हैन। यसैमा लगायो भने डबल आम्दानी हुन्छ नि त। यसमा दुःख पनि हुँदैन। खासै यसलाई बरसातको मटरलाई गोड्न पनि पर्दैन, घाँस फाल्दिए पुगिहाल्छ। अनि बिन पनि हामीले उसीमा लगाएका छौं, टमाटरको पौधामा। एकदमै राम्रो फलिरहेको छ। तपाईहरुलाई पनि कृषि व्यवसाय गर्न मन लाग्छ भने गहुँहरू, धानहरू रोपेर हाम्रो खासै फाइदा हुँदैन। बेमौसमी खेती गर्नुहोस्, पानी सिँचाइ हुने ठाउँमा। पानी चाहिँ सिँचाइ हुनुपर्छ यसको लागि है। पानी सिँचाइ भएको ठाउँमा गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। यता चाहिँ रेडी भइसकेको छ हाम्रो मटर तोड्नका लागि। अहिले हेर्नुहोस् यो 200 देखि 250 सम्म छ यसको प्रति केजी। आम्दानी एकदमै राम्रो हुन्छ। तपाईहरुले पनि गर्नुहोस्। हामी पनि इन्डियामा आएर सिकेको है। हिमाचलमा आएर विदेश गएर, विदेशमा नभएर दुःख पाएर भारततिर लागेर सब्जी खेती गर्न सिकिरहेका छौं। नेपाल आयो भने पुनः हामीले पनि नेपालमा पनि गर्नेछौं। अहिले चाहिँ तिहारको समय छ। हजुरहरुको तिहार कस्तो भइरहेको छ? सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु।
राम्रोसँग मनाउनुहोस्। नेपालमा हुने दाजुभाइ दिदीबहिनीहरू सबैजनाले। परदेशमा त के को दसैँ के को तिहार। आज चाहिँ तिहारको दिन हो है। हामी चाहिँ खेतमा छौँ। ह्याप्पी तिहार भन्दै बाई बाई। फेरि पनि भेट्नेछौँ हामी कृषि युट्युब च्यानलमा। अब तपाईहरुलाई हाम्रो कृषि व्यवसाय राम्रो लाग्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। धन्यवाद।